उपस्थित हुनुभएकोलाई सबैजनालाई नमस्कार। हामी हाम्रो सदनबाट हामी बाल विवाह सम्बन्धी अभिनय गर्न आएका छौँ र हाम्रो प्रस्तुति यस्तो छ। श्री प्रभात जनता आधारभूत विद्यालयमा कक्षा 8 मा पढ्ने राम र सीता यसै कक्षाका एकदमै मिल्ने साथीहरू हुन्। उनीहरू सानैदेखि एउटै विद्यालयमा पढेका छन् र उनीहरू बीच एक आपसमा प्रेम पनि रहेको छ। सन्चै छु अनि तिमी? म पनि सन्चै छु। किन आजकल मसँग खुसी हुन्छ त? तिमीसँग बोलेको खेलेको साथीहरू तिमीसँग बोलेको देखेर साथीहरू जिस्काउँछ अनि त्यही माथि घरमा मम्मीले थाहा पाएर गाली गर्नुभयो। त्यसो भए हामी बिहे गरौँ के हुन्छ? यति सानै उमेरमा बिहे गर्ने र के हुन्छ? हाम्रो बुवा आमाले त सानो उमेरमा बिहे गरेर हामी गरौँ। त्यसो भने तिमीले मलाई साथीकै लान्छौ र घर लान्छौ हुन्छ? बिहे गर्नु पर्यो। यति सानो दुलालाई दुलीले माला लगाइदिनुहोस्। विवाह सम्पन्न भयो। हेर्नुहोस् न, मैले कसलाई लिएर आएको छु? कसलाई हो? हेर्नुहोस् न, फलो गरेर सीतालाई लिएर आएको। किन बोलाएको? छोराले उमेरमा बिहा गरेको किन? हेर्नुहोस् बुवा, उसले पनि मलाई मन पराउने, मैले पनि त्यही भएर हामीले बिहे गरेको बुवा। ठिक छ छोरा, बिहा गरिस्। अब जे हुन्थ्यो भइहाल्यो। अब बुहारीले राख्छ छोरा। जे हुन्थ्यो अब भइहाल्यो। अब छोरा भित्राउँदै काम गर्छु। छोरा यताउता अलिक पनि गर्भवती छिन्, तिमीले काम गर्नु पर्यो। ए हुन्छ नि बुवा। नमस्ते अङ्कल। नमस्ते। काठमाडौँ त्यसैले हिँड्नु छ। हामीलाई काम हुने प्रब्लम पनि समाउन सक्छ। त्यसो तिमी अर्तिर गएर काम खोज। ए हुन्छ अङ्कल, हुन्छ।
नमस्कार आन्टीहरू। नमस्ते बाबु। यहाँ काम पाइन्छ आन्टीहरू? पाइन्छ। सिमलाई हामीले काम दिन अन्त गएर राम सहरभरि कामको खोज्दैमा भौतारी नै हुन्छ, तर ऊ सानै बालक भएकोले उसलाई कसैले पनि सहरमा काम दिँदैन र ऊ अन्तमा निराश भएर आफ्नो गाउँतिर फर्किने निर्णय गर्छ र उसलाई दिनभरि कामको खोजीमा भौतारिँदै हुँदा उसलाई थकाइ लागेको हुन्छ र ऊ चौतारामा बसेर केही क्षण आराम गरेर आफ्नो मनसँग मनको कुरा गरेर बसिरहन्छ। मैले सानै उमेरमा बिहे गरेर दुःख पाएछ। यो दुःखको कारण मैले सानै उमेरमा सरहरू भएको बानीमा सरहरूले दिएको सन्देशहरू मैले पालना गरेँ। सरहरूले भन्नुहुन्थ्यो सानै उमेरमा बिहे गर्नुहुन्थ्यो दुःख पाउँछ भनेर। अहिले मैले यो दुःख भोगिरहेको छु। त्यसैले म गाउँमै जान्छु र केही गर्छु र सानो बालबालिकाहरूलाई विवाह गर्नुहुन्न भने म चेतना दिन्छु, चेतना फैलाउँछु। अब त गाउँतिर लाग्नु पर्यो। नमस्कार सबैजनालाई। आजदेखि बाल विवाह रोकौं र बालबालिकाको भविष्य उज्जवल बनाऊ। आजदेखि बाल विवाह भविष्य उज्जवल बनाऊ। सबैलाई धन्यवाद।